हजुरहरूले काठको मुढामा फल्ने सीताके च्याउको बारेमा सुन्नु भएको अथवा देख्नु भएको होला। आज यही सीताके च्याउ काठको मुढामा कसरी फलाउन सकिन्छ भनेर A to Z जानकारी हजुरहरूलाई यो भिडियो मार्फत देखाउने छु र सिकाउने छु। सीताके च्याउलाई मिर्गे च्याउ पनि भनिन्छ। सीताके च्याउमा भिटामिन बी, भिटामिन डी, प्रोटिन, फाइबर, पोटासियम, एन्टिअक्सिडेन्ट धेरै हुन्छ भने क्यालोरी र फ्याट एकदम कम हुन्छ। रोगसँग लड्ने क्षमता बढाउँछ र क्यान्सर, ट्युमर, कोलेस्ट्रोल, मधुमेह र मुटु रोगीहरूलाई समेत राम्रो हुने भनेर अनुसन्धानबाट पत्ता लागेको छ। सीताके च्याउ 900 मिटरदेखि 2700 मिटर उचाइसम्म हामीले गर्न सक्छौँ। यो सीताके खेती चाहिँ शीतल ठाउँमा गर्नुपर्छ र नेपालको कुरा गर्ने हो भने उत्तरतिर फर्केको अथवा उत्तरी पूर्वतिर फर्केको ठाउँमा गर्दाखेरि चाहिँ यसले राम्रो उत्पादन दिएको हामीले देख्न पाएका छौँ। सीताके खेती कार्तिकदेखि माघ महिनाबाट सुरु गर्न सकिन्छ। यो समय मुढा सङ्कलन गर्ने समय हो। नेपालमा कटुस, उत्ती, सौर, बाँझको मुढामा सीताके खेती अलि बढी सफल भएको देखिएको छ। 5 वर्षभन्दा बढी उमेर भएका रुखहरू काट्ने र 1 मिटरको मुढा बनाउने। मुढाको गोलाइ 12 देखि 15 सेन्टिमिटर भएको सबैभन्दा राम्रो मानिन्छ। 10 सेन्टिमिटर भन्दा कम र 20 सेन्टिमिटर भन्दा बढी गोलाइ भएको मुढा खासै राम्रो मानिँदैन। मुख्य ध्यान दिनुपर्ने कुरा भनेको मुढाको बोक्रामा कुनै चोटपटक लागेको हुनु भएन। बोक्राको मुनि नै च्याउ फैलिने भएकाले बोक्रा बिग्रियो भने च्याउ उत्पादन नै कम हुन्छ। मुढा काटेपछि त्यसलाई 1-2 हप्ता शीतलमा राखिदिनुपर्छ। काँचो काठमा चिस्यान बढी हुन्छ र त्यसलाई 40 देखि 45% चिस्यानमा झार्नुपर्छ। 1-2 हप्तापछि त्यसरी चाङ लगाएर राखेको मुढामा प्वाल पार्नुपर्छ। 10 देखि 12 mm को बिट राखेर ड्रिल मेसिनले 2 सेन्टिमिटर गहिरो प्वाल बनाउनु पर्यो। एउटा प्वालदेखि अर्को प्वाल 15 सेन्टिमिटरको फरकमा बनाउने र एउटा लाइनदेखि अर्को लाइन 5 सेन्टिमिटरको फरकमा बनाउनु पर्छ। एउटा लाइनदेखि अर्को लाइन बनाउँदा जिगज्याग पारामा वा ओदानको जस्तो आकारमा बनाउनु पर्छ। त्यसपछि त्यो प्वालमा सीताकेको बिउ जुन बजारमा किन्न पाइन्छ त्यो हाल्नु पर्यो। यो हाल्ने थुप्रै तरिका र टुलहरू छन्। जुन सजिलो लाग्छ त्यो प्रयोग गर्न सकियो। त्यसपछि मैन बगाल्ने र त्यो मैनमा कपडा चोबेर त्यो प्वालहरू टाल्दिनु पर्यो। यी सबै काम जति शीतल ठाउँमा बसेर गर्नुपर्छ। अब बिउ रोपेका मुढाहरूलाई 75% छाया पर्ने ठाउँमा वा ठुला रुखहरूको छाहारी वा त्यस्तो छैन भने छाया घर बनाएर यसरी चाङ लगाएर राख्नु पर्यो। 1 महिनाको लागि चाहिँ यो चाङलाई कालो वा सेतो प्लास्टिक वा जुटको बोराले छोप्न सक्छौं र हप्ताको एक पटक काठ सुक्का देखियो भने पानी हाल्नु पर्यो। हप्तामा एक पटक हावा छिर्नको लागि केही बेर प्लास्टिक वा बोरा खोल्दिन पनि पर्छ। 1 महिनापछि कालो प्लास्टिकबाट निकालेर फेरि एकपछि अर्को गर्दै चाङ लगाएर राख्नुपर्छ। एउटा चाङबाट अर्को चाङ बनाउँदा पहिला माथि भएको मुढालाई तल र तल भएको मुढालाई माथि बनाएर राख्नुपर्छ। प्रत्येक 1 महिनामा यसरी नै मुढालाई पल्टाउने वा भनौं फेरि नयाँ चाङ लगाउनु पर्यो। यो समयमा काठको चिस्यानको अवस्था हेरेर दिनको 1 पटक पानी दिनुपर्ने हुन्छ। गर्मी ठाउँ, सुक्खा ठाउँ र धेरै हावा लाग्ने ठाउँमा पानी छिटो छिटो पनि दिनुपर्ने हुन सक्छ। यो चाहिँ अवस्था हेरेर नै हामीले पानी हाल्नुपर्छ। मुढा धेरै सुक्खा भयो भने बोक्रा चर्किन्छ र त्यो मुढामा च्याउ फल्दैन वा फले पनि एकदम कम मात्रामा फल्छ। बिउ राखेको 4 देखि 12 महिनामा मुढाको साइडमा सेतो ढुसी फैलिएको देखिन्छ। साइडमा पुरै सेतो ढुसी फैलिएपछि त्यो मुढालाई एउटा पोखरी वा ड्रममा डुबाएर 12 देखि 24 घण्टा राख्नुपर्छ। पानी एकदम चिसो हुनु पर्यो। बाहिरको तापक्रम भन्दा 10 डिग्री सेल्सियस त कम हुनै पर्छ। त्यो मुढालाई 12 देखि 24 घण्टा पछि निकालेर ठाडो बनाएर राख्नुपर्छ। त्यो मुढामा 4 देखि 6 दिनपछि सीताके च्याउ फल्न थाल्छ। त्यो फलेको मुढालाई च्याउ टिपेपछि 2 महिनाका लागि फेरि चाङ लगाएर आराम दिएर राख्नुपर्छ र 2 महिनापछि फेरि पानीमा डुबाउनु पर्छ। नडुबाउँदै पनि साना साना टुसा देखियो भने सिधै ठाडो पारेर राखिदिए पनि भयो। यो आराम दिने समयमा पानी एकदमै कम वा पानी नदिकिन पनि राख्न सक्छौं र यसरी नै फेरि फलेपछि 2 महिनाको लागि फेरि आराम गरेर राख्न दिनुपर्छ र यसरी नै चाङ लगाउँदै 2 महिनामा हामीले फलाउँदै आराम दिँदै फलाउँदै आराम दिँदै गरेर च्याउको उत्पादन लिन सक्छौं। अब यो सीताके च्याउ खेतीमा 3टा कुरा ध्यान दिनु पर्यो। एउटा पानी, एउटा शीतल र सापेक्षिक आर्द्रता। त्यो चाहिँ खेती गर्दा गर्दै थाहा हुन्छ। अब यति पानी नै दिनुपर्छ भन्ने ठ्याक्कै चाहिँ छैन। अब तपाईको मौसम, त्यहाँको ठाउँ, त्यहाँ कस्तो घाम लाग्छ, कस्तो हावा लाग्छ, त्यो अनुसारले पानीमा चेन्ज गर्न सक्नुहुन्छ। किसानले गर्दा गर्दै चाहिँ सिक्नुहुन्छ र यो यति सजिलो छ कि विदेशतिर के हुन्छ, जङ्गलमा लगेर छोडिदिन्छन्। कहिलेकाहीँ महिनाको 1-2 चोटि आएर हेरेर पानी लगाइदिन्छन्, त्यही पनि राम्रो उत्पादन भइरहेको हुन्छ। भनेपछि यसलाई जे गर्दा पनि एकदम धेरै पानी बढी हुनु भएन, एकदम कम पनि हुनु भएन, ठिक्क मिलाएर हाल्दाखेरि उत्पादन भइहाल्छ। नेपालको मध्य पहाडी क्षेत्रमा उत्तिस, कटुस, सौर जस्ता धेरै रुखहरू छन्। अब सामुदायिक वनको सहकार्यमा पनि युवाहरूले यसको खेती गर्न सक्यो। अनि अर्को कुरा के भने यो 100% अर्ग्यानिक हो। यसमा पानी मात्रै दिइरहने हो। हामीले केमिकल हाल्नु नि पर्दैन, भिटामिन दिनु नि पर्दैन, आफै फल्छ। त्यो हाल्नै पर्दैन र यो 100% अर्ग्यानिक चिज हाम्रो गाउँघरमै पाउने काठहरू प्रयोग गरेर
युवाहरूले यो खेतीमा लागेर मनज्ञ आम्दानी गर्न सक्नुहुन्छ र त्यसको लागि म युवाहरूलाई आग्रह पनि गर्न चाहन्छु। हजुरलाई यो च्याउ खेतीको बारेमा अझै बुझ्न मन लागे, केही कुरा जिज्ञासा भए कमेन्ट गर्नु होला र यो आँखाले नै हेरेर आएर प्रत्यक्ष नै बुझ्न मन छ भने पनि ललितपुरको गोदावरीमा लिभिङ माउन्टेन ल्याब छ, त्यहाँ आएर हजुरहरूले यसको बारेमा बुझ्न सक्नुहुनेछ। आजको लागि यति नै। अर्को भिडियोमा काठको धुलोको ब्यागमा कसरी सीताके च्याउ उत्पादन गर्ने भनेर भिडियो बनाउने छु। आजको लागि यति नै। फेरि अर्को भिडियो मार्फत हजुरहरूलाई ज्ञानगुणका कुरा बाँड्ने नै छु। हस्त नमस्कार।